गुड फ्राइडे। किन हामी गुड फ्राइडे भन्छौँ? किन हामी विश्वासीले हाम्रो प्रभु येशू ख्रीष्ट मर्नु भएको दिनलाई चाहिँ असल शुक्रबार भनेर भन्ने गर्दछौँ? आउनुहोस् यस विषयमा हामी केही कुराहरू हेर्नेछौँ। हामी किन गुड फ्राइडे भन्छौँ, किन असल शुक्रबार भन्छौँ, जबकि येशू ख्रीष्ट हाम्रो प्रभु येशू ख्रीष्ट मर्नु भएको दिनलाई हामी किन गुड फ्राइडे भन्छौँ भनेर प्रश्नहरू गर्छौँ भनेदेखिलाई आउनुहोस् हामी केही कुराहरू हेर्नेछौँ। आज तपाईँ र मेरो पापको लागि चाहिँ प्रभु येशू ख्रीष्ट मर्नुभयो। उहाँले कहिले पनि पापलाई चिन्नु अथवा पाप गर्नुभएको थिएन उहाँ आफ्नो जीवनमा, तर पनि उहाँले तपाईँ र मेरो पापको निम्ति उहाँ आफ्नो जीवनलाई बलिदान दिनुभयो, सेक्रिफाइस गर्नुभयो। त्यसैलाई हामी गुड फ्राइडे भन्ने गर्दछौँ। तपाईँ र मैले भोग्नु पर्ने पीडा, तपाईँ र मैले सहनु पर्ने पीडा चाहिँ ख्रीष्टले भोग्नु भएको छ, ख्रीष्टले सहनु भएको छ। र मानिस र परमेश्वरको बिचको त्यो बााउन्ड्रिजहरू चाहिँ अब तोडिँदै थियो, किनभने अब मन्दिरको पर्दा चाहिँ दुई भाग भइसकेको छ। अब हरेकसँग परमेश्वर बोल्नु सक्नुहुन्छ। हामीले उत्पत्तिको पुस्तकमा हेर्छौँ भनेदेखिलाई आदम र हव्वाले गरेको पापको कारणले गर्दाखेरि चाहिँ परमेश्वरको महिमादेखि चाहिँ मानिसलाई चाहिँ खेदाइ पठाएको हामी त्यहाँ पाउँदछौँ। अब हरेक मानिस डाइरेक्ट परमेश्वरको महिमासम्म पुग्नु सक्दछ र परमेश्वरसँग कुराकानी गर्न सक्नुहुन्छ र परमेश्वरले पनि मानिससँग डाइरेक्ट कुराकानी गर्नु सक्नुहुन्छ। अब त्यो बााउन्ड्रिज रहेन र येशूको शरीरमा भएको हरेक कोर्राको चोटले मानिसको शरीरले चङ्गाएर नयाँ आकार अब पाइसकेको छ। येशूको शरीरदेखि चुहिएको थोपा थोपा पवित्र रगतले मानिसको शरीरको पापलाई पखालिदिएको छ। अब मानिस फेरि पनि येशूको रगतद्वारा शुद्ध भएका छन्। अब त्यो पाप मानिसको जीवनमा भएको जति पनि पापहरू छ येशू ख्रीष्टले आफ्नो रगत बहाइकन त्यो सबै कुरालाई धोइसक्नु भएको छ। पापको ज्याला मृत्यु हो अनि येशूले आफ्नो जीवन मृत्युले त्यो ज्यालालाई तिरिदिइसक्नु भएको छ। त्यसैलाई हामी गुड फ्राइडे भन्छौँ। मानिसको पापको लागि बलिदानहरू रोकिएको छ। हामीले पुरानो करारमा हेर्छौँ भनेदेखिलाई व्यवस्थाको पुस्तकहरूमा हेर्छौँ भने मानिसले आफ्नो पापदेखि मुक्त हुनको लागि विभिन्न पशुहरूको बलिदानहरू गर्ने गर्दथे। तर अब त्यो बलिदानहरूको कुनै पनि आवश्यकता छैन, किनभने येशू ख्रीष्ट तपाईँ र मेरो प्रभु उहाँ हामी सबैको निम्ति बलिदान भइसक्नु भएको छ र मानिसहरूले गरेको विश्वासमा स्वर्गसम्म जाने ढोका खोलिदिइसक्नु भएको छ। किनभने येशू ख्रीष्टले भन्नुहुन्छ बाटो सत्य र जीवन म हुँ अनि उहाँले आफ्नो जीवनलाई क्रुसिफाई गरिकन फेरि पनि परमेश्वरको महिमासम्म पुग्नको लागि हामीलाई त्यो मौका दिनुभएको छ। आज हामीले ख्रीष्टमा विश्वास गर्नुपर्ने हुन्छ। जब हामी ख्रीष्टमा विश्वास गर्छौँ, प्रभु येशू ख्रीष्टलाई हाम्रो मुक्तिदाता अनि उद्धारकर्ता भनेर विश्वास गर्छौँ भनेदेखिलाई परमेश्वरले हामीलाई पक्कै पनि त्यो स्वर्गमा हामीसँग हाम्रो भेट हुनेछ। प्रभु परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।